Path of Dreams. हिजो केही रेकर्ड गरेको भिडियोहरू त राम्रो आएन रहेछ। आज बिहानी चाहिँ मजाले चारैतिर देखिँदैछ। धौलागिरी अगाडिपट्टिको अहिले समय हो बिहानीको 8 बजी र म निस्किएको छु मुक्तिनाथबाट। बस पार्कबाट सिधै तेर्सेबाट गएपछि चाहिँ परनिर एउटा भ्यू पोइन्ट छ अरे बाटैबाटो गएपछि। सो I'm gonna hit that road. बेलुकी भेटिएको एकजना यहीँ नजिकैको गाउँका साथीले भनेको कुरा अनुसार चाहिँ यो बाटो गएपछि परैसम्म पुग्छ अरे। अनि त्यहाँबाट धेरै ठुलो देखिन्छ अरे 360 भ्यू देखिन्छ अरे। सो I'm gonna head towards that point. Where did I come? यो त होइन रहेछ त बाटो। बस पार्कबाट सिधै त यही मात्रै छ बाटो। तेल सकिँदैन होला नि फेरि यताउता हबर परिहिँड्दा। एनिवेज र यो अफ रोडिङ हुँदैछ फेरि पनि। बाइकको कन्डिसन साह्रै ठिक छैन। Still then, let's see what's there ahead of us. It's a nice place. Oh, ढुङ्गा कता हो बाटो चाहिँ अब? परसम्मको अफ बिट एउटा जग्गामा पुगौँ भनेको। यहाँनिर खासै मैले बाटो चाहिँ भेटिनँ। कतापट्टि हो बाटो? बाटो राम्रै छ भनेर भनेको थियो। बाटो त राम्रै होला, यतिकोमा अफ रोड भइहाल्छ। तर बाटो चाहिँ खासै गएर चाहिँ यो चाहिँ उकालो जाँदैछ। मलाई भनेको थियो बाटो चाहिँ तेर्से जान्छ उता भनेर। त्यही भएर म कन्फ्युज भएँ। I'll get back to the bus stand and then ask कि रुट कता हो भनेर। Okay, so this is the one. Let's go. Scramble around. समस्या हुँदैन किनकि हामी परेको छैन। इट्स नट नो एन्ड नट भेरी सस्पेन्बल। पुरै ट्र्याक्सन पाउँछ अगाडि पछाडिको टायरले। एन्ड अल्सो पुश टोटल लिमिट। अहिले थाहा भयो गाउँको नाम लुब्रा। त्यहाँबाट लुब्रा देखिन्छ अरे र त्यहाँदेखि 360 भ्यू पनि देखिन्छ अरे परको माउन्टेन डल्लै। एडभेन्चर मोटरसाइक्लिस्ट बाइसाइकल कुदाउनेहरूको लागि पर्फेक्ट। बाइसाइकलको लागि त झन् एकदम राम्रो रहेछ। परको जुन चाहिँ डाँडा छ त्यहाँबाट चाहिँ ओह्रालो ठिक्क ओह्रालो चाहिँ बाइसाइकल हानिन्छ अरे। अन्त त्यो गएर चाहिँ डाइरेक्ट जान्छ अरे टमसमसम्म। आजको वेदर एकदम फाइन छ। अस्ति जस्तो भनेदेखि ज्यादै हुन्छ होला। र अगाडिपट्टि देखिँदैछ हिमाल। नाम त मलाई थाहा छैन तर यहाँ त अन्नपूर्ण र धौलागिरी
एलिभेसन अलिक बढ्दैछ उकालो जाँदैछु म र यो बाटो चाहिँ कहाँ भनेदेखि मुक्तिनाथको जुन चाहिँ बस स्ट्यान्ड छ त्यो बस स्ट्यान्ड पनि दुईवटा छ वास्तवमा एउटै हो तर अब माथिल्लो ठुलो ढुङ्गाले भित्कायो थ्याङ्कफुली आई डिड नट क्रास पानी कहाँबाट बगेर आयो अचानक यहाँ पानी बगेर आएको रहेछ पछाडिको टायर अलिकति स्लिप भयो र यहाँ चाहिँ बेसिकली पानी कहाँबाट बगेको रहेन यो पानी त यहीँ उम्रेको रहेछ एन्ड फ्रेङ्कली टायर पछाडिको हिलोमा गएको ओके निस्किए त्यहाँबाट जमिन मुनि भएको पानीको आइसको लेयर जस्तै देखेँ मैले यहाँनिर यो एरिया चाहिँ के रहेछ भनेदेखि यो कालो कालो भएको एरिया आएपछि बुझ्नु पर्दो रहेछ कि पानीको स्रोत छ अन्डरग्राउन्ड छ I think you can जान सकिन्थेछ so let's go and let's try to push this not an easy track very difficult track ma पसेछ है म highly likely and I might crash टोपमा पर्यो र बाटो नै स्वयं एकपट्टि ढल्केको छ my where did I reach where did I come see this के चाहिँ देखिँदैन होला यहाँबाट नाम मात्रै मैले भन्न सकेको छुइनँ र मलाई जुन चाहिँ ठाउँ भनेको थियो त्यो ठाउँ त म अझै पनि पुगेको छुइनँ so this is the view here 360 को लागि I think I'll have to travel for around 10 minutes or so अति नै सुन्दर ठाउँमा आइपुग्यो र यहाँबाट चाहिँ यहाँ अगाडि देख्दै गरेको हाम्रो मुक्तिनाथ र हिमालहरू कति सुन्दर कति अग्ला कति ठुला जति माथि गयो त्यति बाटो खराब हुँदै जाने त होइन हो अच्छा अलिकति मात्रै रहेछ म सायद 360 मा आइपुग्नु आँटेको होला जहाँबाट चाहिँ लुब्रा देखिन्छ त्यो कुनामा जहाँनिर घामले भेट्दैन रहेछ त्यहाँनिर रहेछ पानी बग्दा बग्दै हिउँ भएर जमेको ठाउँ यहाँ फेरि कुन चाहिँ गाउँ हो धौलागिरीपट्टि such great place र त्यो डाँडा एकचोटि पुग्ने चेष्टा गर्छु म if it's possible बाटो त छैन तर यसो अलिअलि ट्रेल हेरौँ त कतैतिर केही पाइन्छ कि from where we can reach that topmost area
अगाडि नै जानु पर्ला यताबाट Can I climb that? Let's see. Yeah. We have arrived. I have arrived. So, let me carefully park my bike here. Okay, so this is the डाँडा यो डाँडाबाट लु हेरौँ त चारैतिर बाफ रे बाफ Here is a 360. This is the 360 guys. त यतिको सुन्दर छ यो ठाउँ अति नै मनमोहक मुस्ताङ मुक्तिनाथ लोअर मुस्ताङ मुक्तिनाथ आउनुभयो भनेदेखि बाइकमा अथवा ट्रेकमै पनि ट्रेकमा आउनुभयो भनेदेखि त्यसै पनि ट्रेक गर्नुहुन्छ होला ठाउँ ठाउँ पाहाड देख्नुहुन्छ बाइकमा आउनुभयो भनेदेखि दिस इज द प्लेस द्याट यु सुड कम मुक्तिनाथ बस स्ट्यान्डबाट तेर्सो लुप्रा भिलेज देख्ने बाटोपट्टि र अलिकति आएपछि अलिकति बाटो छोडेर टाढा टाढा चढ्दै आउनुभयो भनेदेखि यो 360 देख्ने जग्गामा आइपुगिने रहेछ बाटो नभएको बाटोबाट एकपल्ट जाने चेष्टा गरौँ सानसानो ढुङ्गाले चाहिँ लडाउनु बिर्सेन कतिको ओह्रालो छ अलि ट्रेलहरू त छ तर साइक्लिङ गर्नेहरूको होला बढी जानुपर्ने रहेछ के tactic यहाँ अलिकति ट्रेल रहेछ यसलाई हेरौँ Now, यताबाट सकिन्छ छैन सकिँदो रहेछ Okay, back to the road and now back to Muktinath अच्छा त यो डल्लै हिमालको श्रृङ्खलाहरू हेरेर अब घरतिर जाने